यहाँ बसेर छिमेकी हुनुहुन्छ, एकजना सम्पूर्ण हजुरबा हुनुहुन्छ। हजुरबा सबैभन्दा हामीहरूको गाउँमा ज्यादा आयु भएको बुबा हुनुहुन्छ, अहिलेसम्म जीवित हुनुहुन्छ र उहाँलाई म उहाँको सन्चो सुविस्ता हुनुहुन्छ कि हुँदैन, उसले जीवनमा कति कठिन गरेर कतिसम्म उहाँलाई बाँच्न हुनुहुन्छ, बुढाबुढीलाई यसो बातचित गर्नका लागि म आज हल्का हाम्रो बुबाहरूको घरमा आउँदैछु र अहिले म बुबाहरूको घरमा आइसकेँ। बुबा नमस्ते। नमस्ते नमस्ते नारायण। सन्चै हुनुहुन्छ? सन्चै छ हो बाबु। ए अहिले त जाडो लाग्यो है? जाडो दिन आयो नि अब। जाडो कतिको छ अनि? जाडो त ठिकै ठिकै छ नि हो। अनि बुबाको नाम चाहिँ के हो? मेरो नाम सूर्यबहादुर पाण्डे। सूर्यबहादुर पाण्डे नि? पाण्डे। कति वर्ष पुग्नु भयो बुबा तपाईँ? अब यो अहिले 2080 साल छ होइन? हजुर। 2080 साल असोज महिनाबाट 92 पुरा पुगेर 93 असोज 15 गतेबाट। ए अनि बुबाका शाखा सन्तान चाहिँ कतिजना छोरी कतिजना छोराहरू कहाँ कहाँ हुनुहुन्छ? मेरो परिवार दुईटा। हजुर। पहिलोको परिवार पाहाडमा हो बिहा गरेको। हजुर। जेठो माइलो कान्छो 3 भाइ छोरा। जेठीपट्टिका। हजुर। कान्छीपट्टिका 2 भाइ छोरा। हजुर। अरू छोरी जेठीपट्टिका दोडी कान्छीपट्टिका दोडी हो कि? छोराहरू के नोकरी चाकरी गर्नुहुन्छ कि? त्यसमा जेठो छोरो यहाँ माथि खेतीबारी गर्छ। हजुर। माइलो छोरो स्वर्गवास भयो। हजुर। साइलो छोरो काङ्लातुईमा छ, गणेश पाण्डे भन्ने हो। हजुर। काइलो छोरो सिआरपीमा नोकरी गर्छ। हजुर। कान्छो छोरो आइटिभीमा नोकरी गर्छ, सिपाही हुन्। ए अच्छा अच्छा, दुवैजना? दुवैजना। अच्छा अच्छा अच्छा। अनि हजुरलाई कस्तो छ, सन्चो सुविस्तै? मलाई सन्चै छ भन्नु पर्यो नि हो। अलिक बुढेसकाल भएपछि शरीरले चाहिँ अप्ठ्यारो मान्दो रहेछ। तर तपाईँ अझै कति वर्ष पुग्नु भयो? 90 पुगेर अब 1.5 महिना गयो। असोज 15 मा 90 पुगेको। 92। 92। असोज 15 मा। 1990 साल असोज 15 गते जन्मिएको। बुबा तपाईँ त सबैभन्दा हामीहरूको कबुरलाइखामा त सबैभन्दा बुढापाकामा उमेर आयो अहिले त तपाईँ नै हुनुहुन्छ। हो छैन अरू। अब पर सम्झिँदा अन्त त कतै होलान्। काङ्लातुईमा म भन्दा माथि कि एउटी भट्टराई नै आमै छन्। मेरा चाहिँ जेठानी दिदी हुन्। माइजू जेठानी दिदी। माइजू सासू पो त। माइजू सासू ती छन्। जात चाहिँ लिम्बनी हुन् तर छेत्रीसँग आएर छेत्री नै भएको कि ऊ चाहिँ अहिले अब 97 तिर गइन होला। 86 सालकी ऊ चाहिँ। अनि बुबा कस्तो शरीर सन्चो सुविस्तै छ अहिले? सन्चो सुविस्ता छ, केही छैन कसमा। तर पनि अहिले तपाईँ हुनुभएको आफ्नो जन्मथला कबुरलाइखामा हुनुहुन्छ। अनि त्यहाँबाट चाहिँ कान्छा छोराको घरमा हो। हामीहरूको नेपाली परम्परामा त कान्छा छोराकामै प्यारो हुन्छ। अनि अहिले तपाईँ कान्छा छोरा छोरीकोमै हुनुहुन्छ। उहाँहरूले तपाईँलाई हेरचाह खानापिना कस्तो गर्नुहुँदैछ? सम्पूर्ण छ, राम्रो जो चाहियो त्यो छ। र त बुढा अलिकति कति मान्छेहरू त नि बुढाबुढी भएपछि अहिलेको जमानामा बुढाबुढी भएपछि अलिकति हेला गर्छन्। आश्रममा लगेर मैले बुढोलाई पाल्न सकिनँ भन्ने भनेर नेपालमा त्यो छ अरे। हाम्रो भारतमा त त्यो साह्रै बुझेको पनि छैन। तर पनि अब यहाँ छन् त्यस्ता बुढाबुढी एउटा दोडा। अनि त्यो आफ्नामा पनि छ होला है अलिक चाहिँ बुढाबुढीमा पनि। अब आफ्नो आइडियामा मतलब किनभने अब च्याङ 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 गरिरह्यो भने त्यो बुढाबुढी धेरै हुन्छ होला जस्तो लाग्छ मलाई। मलाई केही चाहिएन, पकाएर दियो भने भयो। मिठो नमिठो केही छैन, जस्तो दिएपछि मिठै भयो। अब मिठाई दिन्छ होला त मिठो छ होला नि होइन?
हेर्नुहोस् हामीहरूका 90 पुगेर 2 वर्ष यानि 92 यसका हामीहरूका हजुरबाले कति राम्रो सोल्युसन दिनुभयो कि बुढाबुढी भएपछि ज्यादा च्याङ नगरौँ, छोराछोरीले जे मिठो नमिठो दिए पनि रुचाएर खाइदिउँ भने त्यतिमै छोराछोरी खुसी हुन्छन् भनेर यहाँ आफ्नो शरीर पनि आनन्द भुँडी लागिरहेछ ड्याममै। बुबा अनि अझै हिजो अस्ति दसैँमा न तिहारमा त साह्रो बिमारी एक बाजी चाहिँ हजुर कस्तो लागिरहेको त्यति बेर त गोविन्द नमाई हुन्छु कि भन्ने एउटा एकदम डर भयो नि छोरालाई। तिमीहरू पुरै बोलाओ बैतरनी गर, अब मेरो आइपुगेछ भनेर अर्ती गरेको। तर केटाहरूले गरेन, कान्छो छोरा डराउँछ, डरायो है दाजुहरूलाई। बेलुका आऊ है बस्नु चाहिँ भन्यो, मलाई पनि डर लागिरहन्थ्यो। तर त्यस्तो हुँदै भगवानले बचाउनु भयो। भगवानले बचाउनु भयो। आफ्नो आयु भनेको चाहे 110 हो कि 110 हो कि अहिलेको मान्छेहरू त 50-60 वर्ष सबै नै बाँचिँदैछ बुबा। त्यस्तै भन्छन्। भन्न चाहिँ के भन्छन्, मलाई चाहिँ के भन्यो भने अस्ति ज्योतिषी हेर्नेले ज्योतिषीको भर पनि पर्दैछ मान्छे होइन, छोराले लगेर हेरायो यो असोज महिना काट्यो भने तेरो बाबु 100 वर्षसम्म चाहिँ ढुङ्गा पछाडि पनि मर्दैन भन्दै अरे हो कि। तर अब त्यो जान्दिनँ। अप्ठ्यारो त निकै अप्ठ्यारो, लेट्रिन जान अप्ठ्यारो, केही विपरीत छैन अहिले। तपाईँ पहिला सायद हामी त सानै थियौँ, तपाईँ लडेर अलिकति फ्र्याक्चर हुनुभएको थियो खुट्टो एक साइडमा के रस्तामा लड्नु भएको थियो? रस्तैमा लडेको। यस्तो चिप्लो थियो, बिहानै थियो ऊ खुजुमामा। अनि यसो तलतिर ओर्लिउँ भन्दा त तलबाट घुमेर आएको भए त राम्रै आउँथे, तर दशाले गर्छ नि होइन। अनि यसै जानु पर्यो छिट्टै भने यता जाउँ भने त यहाँ यसो हिउँ थियो नि खुजुमामा माघमा। अनि यो खुट्टो चिप्लिगयो, यो उता लाने भएको लडेँ। अनि यहाँ फुट्यो, त्यसै डाक्टर साक्टर गऱ्यो भने के गरे। अहिले त पुरै फिटफाटै हुनुहुन्छ? फिटफाटै छ, अब सजिलो छ हिँड्ने जस्तो। तपाईँ यहीँ घरमा बस्नुहुन्छ नि, अरू कहीँ छर छिमेकी? पहिला त हिँडिराख्थ्यो, अहिले त बुढो भयो, हिँड्नु हुँदैन नि? छैन भित्र बाहिर ऊ त्यो अमलाहरूसम्म जान्छु। अनि मासतिर जाउँ भन्छु तर खुट्टो जाँदैन। म चाहिँ जाउँ भन्छ कि बेलुका सुत्छु, अब भोलि बिहान चाहिँ उठेर जुरुक्क उमेरले गर्यो होला नि। बेलुका सुत्छु, भोलि बिहान चाहिँ उठेर जुरुक्क उठेर माथि पुनामका घर पुगेर आउँछु, त्यहाँसम्म चाहिँ जान्छु भन्छु। तर ऊ त्यहाँ पुगेपछि भइगयो, फर्किहाल्छ। अनि बुबा अनि हजुरआमा नभएको कति साल भयो नि? अहिले त अब कान्छी चाहिँ सकिएको 4 वर्ष सक्यो। अब जेठीको त अलि अघि नै हो। अनि अहिले मतलब बुढाबुढी हुँदा एक्लै नहुँदा कस्तो जीवन हुँदो रहेछ त? अलि अप्ठ्यारै हो। अप्ठ्यारै नि? यसो अब बुढी हुन्थी भने तातो पिचिसो, बुहारी त कता कता कुद्नु पनि त पर्छ नि त, भ्याइँदैन नि होइन। बुढी त अब सँगै हुन्थी। अनि भने पनि जीवनमा बुढी चाहिँ एउटा प्राणै हो नि? प्राणै हो नि त, मुटु अरे नि त, मुटु मिल्छ। यो एउटा जीवनको बुढाबुढीको चाहिँ एकदम छोराछोरी बाउ आमा परिवार अलगै हो, तर बुढाबुढीको माया भनेको एकदम माया भन्दा पनि प्रेम धेरै, एकदम सही कुरा छ। हजुर बुबा। अनि बुबा अनि यसो तपाईँलाई यसो सायरीहरू आउँछ कि यसो कथाहरू तपाईँलाई त्यो के भन्छ नि सिलोक एक दुईवटा भन्नुहोस् न, सिलोक आउँछ भने सुन्न मन लाग्छ। म त यस्तो सिलोकहरू सुन्छु कि। सिलोक त खोइ आएन है। एउटा सिलोक त अब यही मात्रै नि त। हजुर जुनै भए पनि एउटा भनिदिनुहोस् न। हे नाथ नारायण वासुदेव, हे नाथ नारायण वासुदेव। सिलोक त एउटा दुईवटा जानेको थिएँ, तर अहिले त गए सक्छ। हरिचन्द्र राजाको एउटा थियो, तर अब माझमा काट। हे राजन तिमी देखि खुसी भयो, इच्छा भएको बर मागिले म दिन्छु, अहिले के माग्नु इच्छा छ र भने।
हरिचन्द्र राजाको छोरा थिएन अरे। अनि 12 वर्ष नदीमा तप गर भनेर वरुण नदीमा तप गर्नु भनेर बसेपछि अनि आउँदा त्यसो भने अनि उसले भने राजाले भने के अब 12 वर्ष पुगेपछि वरुणजी उठेर भने हे राजन तिमी किन हो यहाँ बस्यौ भन्दा हे राजन मेरा छोरा छैन हे वरुणजी छोरो दिनुहोस् मलाई भनेको थियो तर त्यो अब सबै पुर्यो अहिले नि अनि तपाईलाई छोरो त जाडो महिना लाग्यो बुढाबुढीलाई जाडो चाहिँ कतिको साह्रो जाडो धुमधाम हुन्छ अब जाडो अस्ति एक हप्ता जस्तो भयो अस्ति थिएन अहिले रातभरि खुट्टा ठिराउँथे अनि मजा लाएर सुत्ने त्यहाँबाट अलिक मजाको लुगा ओढ्ने अलिक बुढाबुढी उमेर भएपछि जाडो जाडो हुन्छ अनि बुबालाई के भाषा आउँथ्यो भाषा त केही आएन अब मलाई त हिन्दी आउँथ्यो आसामी आउँथ्यो अनि मणिपुरी आएन मणिपुर बसेको 26 सालबाट यता 56 वर्ष भयो। अनि बुबा तपाईको शरीरको ओजन चाहिँ कति छ होला? शरीरको ओजन चाहिँ हिजो अस्ति एक बाजी ओजन गर्दा चाहिँ 82 किलो थियो। अनि खानपिनहरू चाहिँ कतिको रुच्दै छ बुबा? होइन खानपिनलाई केही छैन गर्नको ठिक्क खानपिन मजाले खाइन्छ। त्यही र त बुबा पहिला त तपाईले गोठहरू पनि गर्नु भएको थियो अरे नि? गोठ त कति यहाँ गोठ यही मणिपुरमा आएर 4 खेप बेचेको गोठ। 4 खेप नि? कतिवटा भन्छ नि कति पुच्छर होइन कोही बेला 40-42 बेच्यो कोही बेला 50-55 बेच्यो लास्टमा चाहिँ 83 पुच्छर 85 पुच्छर बेचेर यो घरबारी किनेको याङकोपीमा लास्टमा चाहिँ अनि त्यहाँबाट गोठ छोडियो। बुबा त अहिलेसम्म डरै हुनुहुन्छ पहिला त तगडा हुनुहुन्थ्यो होला? एकदम तगडा के भन्नु र अब जसो पहिला हुन्छ नि एउटा हट्टा खट्टा उ त्यो लड्नु पनि भयो कुनै लड्नु त गरियो होला नि हौ रिस धेरै हुन्छ बलियाको मूर्खको पनि नि धेरै रिस हुन्छ कि रिस उठेपछि चाहिँ ननिमाथि नहुने काङ्गला तुई त पाँडे कुटाई नामै चलिरहेको थियो अब हिर्का हाले होइन पाँडे कुटाई होइन अब अलिकति त्यहाँ कुटिहाल्ने एउटा त्यहाँ मेरो साथी साह्रै थियो वीरबहादुर विष्ट भन्ने कि होइन हौ साडु दाजु है बर्खले चाहिँ भाइ 2 वर्ष कि तर साडु दाजु होइन हौ पाँडेज्यू नै भन्थे भाइ दाजु भन्दैन थिए होइन हौ पाँडेज्यू तपाईँलाई मान्छेलाई प्याट्टै हिर्काहाल्न माया लाग्दैन भन्थे हामीलाई त माया लाग्छ नि हो भन्थे क्या प्याट्टै हिर्काहाल्न माया लाग्दैन भन्थे तर अब रिस उठिहाल्थ्यो कि म चाहिँ दिइहाल्ने फेरि अब मैले एउटा बहादुर पनि कमाइदिएको थिएँ त्यहाँ बजार बुटमा आएर एउटा कोकीले नि त्यो लोङसङको गुन्डु थियो अरे बजार बुटमा आएर म पनि किन बजार आइरहेको थिएँ एउटा चौडेल भन्नेले मकै अलिकति बेच्न ल्याएको छ भदौमा अनि 300 रुपियाँको मकै बेचेछ त्यो त त्याउँदो लुटी हिँड्दो रहेछ नि सधैँ अब यस्तो केटाहरूलाई हो कि अनि त्यसले पैसा दिएन भन्यो 100 300 का मकै बेचेर गोजीमा हाल्यो यहाँ 100 दिएन भन्यो यसो सँगसँगै दिएन भाइ भन्दै थियो अरे फुत्त टिपेर यो त्यो मुठै फुत्त टिपेर सत्तमा गएर पस्यो। अब उसले पुलिस बोलायो अब त्यहाँका 1-2 जना पनि भए जेठमा है मकै छ ड्याममा म चाहिँ पर यहाँ कोदालाको बिँड हालेर यसो अलि अलग्गै मकै गोड्दै थिएँ अनि गुटुटुटुटुटु मकै बारी खेदाएर आए 4-5 जना ऊ आयो मकै बारी चोरायो है समा भन्न चाहिँ नि अनि नमन्दै यसो पर हेरेँ आयो अब
भर्खर कोदाला हालेको थिएँ यसो गरेँ मैले पनि ठहर बात करके जाऊँ उसले हात ठहर हात बात करके जाऊँ भनेर यसरी कोदालाको पनि हल्लाउँदै थिएँ यति लामा ढुङ्गा यत्र यत्र दुईपट्टि हातमा बोकेर यहीँ आइपुग्यो है पत्थर फ्याक ए मलाई पार हुँदै बाबा पार हुँदै म त बाबा नै छु है उमेर त मेरो त नि बाबा मलाई पार हुँदै भन्दै आयो पत्थर फ्याक बात करके जा भने ढुङ्गा पनि फ्याँकेन आउँदैछ अनि यसै नजिकै आयो अब यहीँ बसेको छ कोदाला बेड यसो गरेर छ अब मानेन भने त हान्नलाई अनि पत्थर फ्याक भनेर त फ्याँको यहीँ आइपुगेपछि यसो लुला चालले च्यापा हात समाते लुलै पारो छ्याप यसरी हालेर झन्निएको त कोकी त अब किन पार हुँदै भन्दै थियो चटपटाएन अब ग्याममै नि यसरी अनि आयो है माथिबाट पुलिस आउँदैछ त्यहाँबाट केटा आउँदैछन् अनि पुलिस यसो डिलामाथि थियो म डिलामाथि थियो कोकी म यहाँ मुनि थियो अनि पुलिस आएर एउटा मणिपुरे पनि थियो ल बान्ने रसी भनेर गाम्चा फुकाएर दियो पुलिस हलदार थियो बाटो हुँदो रहेछ मणिपुरे अच्छा पक्का भन्यो मलाई त त्यही माथि नि अनि यसरी बेताले हान्न थाल्यो हो डम 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 1 2 3 4 5 6 म चाहिँ गन्छु समातेकै छ अच्छा से पक्र भन्नु छ 11 पुगेपछि यसो बाङ्गो भयो अनि छोड्दै भ्याक्लाक्क 16 डन्ठा हानेपछि पुटुक्क लड्यो अनि छोड्दिएँ मैले ऊ तेर्स्यो त्यहाँबाट अनि सुन्न अनि त्यहाँबाट पनि मलाई त भएन ओर्लिकन एक गुसी चाहिँ यो गर्दन यत्रो थियो नि एक गुसी चाहिँ दिए गर्दनमा पक्का पारेर आना न तिमीहरू पनि भनेको भइगयो नि पुलिसले कुट्यो भने अरूले चाहिँ अरू होसियार छन् हो कि अनि त्यहाँबाट त्यति बेला त मैले घुसीले आउँदा त यसो त हेर हौ मतिर हेर है यसो गरेर मतिर हेर अनि पुलिसले पक्रेर लिएर लगो यति बेरै भएर छ है सिङमाया थानामा दियो भएर त त्यो गाउँका मान्छे त के भन्छ म त यसै बाहिरै सुतेँ नि यहाँ खाटामा गोरु रुङ्नु पर्ने खुकुरी चाहिँ सिरानमा हाल्थेँ अनि त्यहाँ दौडा बुढा भन्ने थिए हाम्रा मामा ससुरा आए अनि भरे त त्यो बाणेजवाले भित्र सुताएर भन्नु राति कोकी आउँछन् भन्छ नगाँठो बुढी खसेकी थिए म केटाकेटी भित्र सुत्थेँ म एक्लै सुत्थेँ यहाँ अनि हो कि भनेर भित्र त गएँ तै पनि दैलो लगाएको हुन्छ आएर बक्साबुक्सो गर्दा जुर्को उठेपछि त दैलामा त पाइन्छ त कर बक्कै खुकुरले हान्न होइन भनेर अनि भित्रै सुतेँ तर आएन अनि पछि त गाँठ्यो त्यो काङ्ला तिमी त भइगयो नि के अब त्यस्तो कोकी त गर्छ अनि पाँडै कुटाई अलि पछि चाहिँ पाँडै कुटाई यो कसैले गाई कुट्यो नि त्यहाँ त पाँडै कुटाई नै भएछ नि आज भन्थ्यो क्या सबैभन्दा बुढापाका तपाईँ हुनुहुन्छ अहिले अब मै छु अनि अब के भन्नुहुन्छ त तपाईँ कति वर्षसम्म बाँचिएला भन्ने एउटा तपाईँको मनमा छ होला खोइ हौ बात त मान्छे धेरै नै लाग्दो रहेछ डरै पो लाग्छ त मरिन्छ भनेर हो नयाँ टुटु भयो अनि अब मरिन्छ होला भनेर डरै पो लाग्छ त अझै पनि भइसक्यो अब सबै थोक भइसक्यो रहेछ नि त रहेनछ नि त नमरी पनि हुँदैन दिन्छ त्यो उसकै खुसीमा छ तर मर्न मन लाग्दैन है
बुबा तपाईँले मैले जे सोधेको राम्रोसँगले बात गरिदिनु यस्तो छ यहाँ बुबाको बारीहरू हो घर हो यो यहाँनिर बुबा जहिले यसरी नै यही खाटामा दिन कटाउनुहुन्छ नि अहिले अब 4 वर्ष चाहिँ भयो यही खाटैमा बिहानैदेखि बेलुकैसम्म के गर्नु अब हिँड्न ओर्न शरीरले दिँदैन हजुर ल त बुबा नमस्ते नमस्ते ल त गाइस मैले अहिले बुबासँग गफ गरेँ हजुरहरूले हेर्नुहोस् बुबासँग कति मजाले मैले बातहरू गरेँ बुबाले के भनेका कुराहरू हामीहरूको सबैभन्दा गाउँमा बुढापाका एकदमै दरा बुढा हुनुहुन्छ अहिलेसम्म हट्टाखट्टा हुनुहुन्छ हजुरहरूले युट्युबमा गएर हेर्न सक्नुहुन्छ हामीहरूका बुबा एकदमै डर हुनुहुन्छ उहाँले गरेका बेथानाहरू कथाहरू आज बुबासँग आएर म समय निकालेर बुबासँग यसो वार्तालाप गरेको र थ्याङ्क यू